चाहिँ नयाँ नेपाली नगरपालिका वडा नम्बर 9 स्थित करिब उहाँको चाहिँ यो मिल छ। उहाँले प्रत्येक दिनमा चाहिँ 4 देखि 10-15 कट्टा छुट्टै हुन्छ। उहाँले त्यसअनुसार रोजगारी कायम गर्नुभएको छ। त्यसै सानो मिलले पनि महिला उद्यमीहरूलाई वृद्धि गर्न मद्दत गरेको छ। यो उबाट तपाईलाई कस्तो केही सहयोग भएको छ? तपाईँको घर परिवारलाई आम्दानी केही आएको छ? तपाईँले यो सञ्चालन गरेको यो 1 वर्ष भयो हो। अनि कति आम्दानी के कस्तो छ? घर खर्च हो। ठाउँ त साँगुरो भएछ है अलि। अब यो दर्ता गर्नुभएको छ कि छैन? दर्ता गर्नुभएको छ। दर्ता गरेर पर अनुदान दिन्छ उद्योगमा, के अरे सरकारले अनुदान दिन्छ, अनि नगरपालिकाले दिन्छ, सुपरजोनले दिन्छ, त्यहाँ अनुदान गर्न होला है। हुन्छ।